भारतको बेंगलोरमा एक नेपाली महिलामाथि कुटपिट भएको भिडियो 20 दिनपछि सामाजिक सञ्जालमा भाइरल भएको छ। कुटपिट गरेर पीडित महिलाको 2 महिनाको पेटबाट गर्भपतन भएको छ। बेंगलोरको व्हाइटफिल्ड काठगोडी सिगल्ली स्थित एक अपार्टमेन्टमा कालीकोट घर भएकी विनिता केसीमाथि यो कुटपिट भएको थियो। उहाँ 2 महिनादेखि काम गरिरहनु भएको थियो। पीडितको भनाइ अनुसार कुटपिट गर्ने महिलाको नाम साक्षी रहेको बताइएको छ। महिलाले कुकुरको दिशा पिसाब किन साफ गरेन भनेर आफूमाथि कुटपिट भएको दाबी गरेकी छन्। पीडित नेपाली गर्भवती महिलाले त्यसपछि 2 महिनाको गर्भपतन भएको जनाएकी छन्। जो घटना यही महिनाको जुन 8 तारिक भएको पीडित महिलाले डर तरासले कसैसँग नभनेको भनेर उहाँले बताउनु भएको छ। बाँकी हेर्नुहोस् पीडित पक्षसँग गएर गरिएको यो कुराकानी जस्ताको तस्तै। विनिता केसी अनि नेपाल घर कहाँ तपाईको? सानी त्रिवेणी कालीकोट। हजुर। त्यो हिजो अस्ति आज 2-3 दिन भयो तपाईको एउटा भिडियो सामाजिक सञ्जालमा टिकटकमा भाइरल भइरहेको छ। त्यो सीसीटीभी फुटेज तपाईले काम गर्ने घरको हो हैन? हजुर। किन फुटेको यसरी चाहिँ तपाईलाई? अब त्यही पैसाले भन्ने बित्तिकै अब त्यसरी अब कति दिन काम गरे उति दिनको पैसाले भन्ने बेला भाग बनेर फुटेको। तपाईँ त्यो जुन घरमा काम गर्नुहुन्थ्यो त्यो त्यसमा चाहिँ कति दिनदेखि काम गरिराख्नु भएको छ? 2 महिना भइगन। 2 महिना भयो। 2 महिना। अनि 2 महिना हुँदै गर्दा तपाईले के काम गर्नुहुन्थ्यो त्यहाँ घरभित्र चाहिँ? झाडु पोछा बर्तन बाथरुम। अनि त्यो तपाईलाई कुट्नको कारण के हो त यो चाहिँ? अब पहिला अब 3500 दिएछु फेरि अर्को महिना 3000 दिएँ मैले भने पहिला 3500 दिदी अहिले 3000 किनिदिए भन्ने बेला अनि तैँले कुकुरको उठाएन अनि त्यही भए भन्ने कुकुरको दिशा उठाएन भनेर तपाईँ माथि कुटपिट भयो। अब पैसा थोरै दिएँ मैले भने पहिला 1 महिना दिएँ अनि अहिले के भयो भने अनि पछि अनि जस्तै तपाईले चाहिँ पैसा कम किन दिनुभयो भनेर भन्दाखेरि उले चाहिँ तपाईँ माथि कुट्नु भयो। उति बेला टेबुलले हानिहाल्यो मैले एकचोटि टेबुलले हान्यो। तपाईलाई हानिसकेपछि फेरि तपाईको चाहिँ सीसीटीभी फुटेजमा पनि तपाईको चाहिँ लिफ्टमा पनि मारपिट गर्दै गरेको छ। रुम भित्र पनि पिटेको हो कि कस्तो हो यो चाहिँ? एकचोटि रुम भित्र अघिल्ला दिन टेबुलले हानि अब पैसा कम दि त पहिलो दिन पनि पहिलो दिन अब पैसा दिने बेला पैसा ल्याए दिदी भन्ने बेला अब 3000 दिए मैले भने पहिला 3500 दिए दिदी अहिले 3000 दिँदा भन्ने बेला अनि तैँले कुकुरो टोयलेट उठाइने अनि खाली पछाडि साफ मात्रै गरी अनि भन्ने बेला कि त पहिल्यै बात गर्ने बेला भन्नुपर्छ नत्र अहिले त कम किनिदिए भन्ने बेला त्यही भने अनि ठिक छ भनेर म 1 महिना रुपियाँ बरु शरम भयो दिदी ल भनेर मैले त्यसलाई दिएँ अनि म लिफ्टमा आएर अनि फेरि छोपेर भित्र त्यही रुममा लिने बेला अनि गोजाउँ त हाल्दै रुपियाँ मैले भने म बुझ्दैन 1 महिना शरम भयो हटा म लिँदैन भनेर माथि झोकले टेबुलले कप्पल हान्नु भने तपाईलाई कप्पल हान्ने बेला अब यहाँ त लाग्नु छैन भनेर म आइहालेँ भने आउने बेला अनि फेरि छोपेर पैसा गोजाउँ हाल्ने अनि शिक्षा लतेर मिहिनेतका पैसा लैजा भनेर 3000 दिएँ अनि त्यही भन्ने बेला भोलि आउँछ कि नआउने काम भन्ने भने मैले घाटै हालेन आउने पनि भनेन आउँदैन पनि भन्नु। जस्तै यो जुन तपाईँ माथि चाहिँ मारपिट भएको कहिले भएको यो चाहिँ? यो अघिल्ला दिन पैसा दिएन हो पछिल्ला दिन। कति तारिक भएको यो चाहिँ? 6 तारिक पैसा दियो अनि 7 तारिक पैसा दियो 8 तारिक पिट्यो। 7 तारिक पैसा दियो 8 तारिक तपाईलाई पिट्यो फेरि। अनि जस्तै कि यो उसमा चाहिँ अब तपाईलाई त जानकारी थिएन होला हैन? यो यतिसम्म चाहिँ यो भिडियो चाहिँ पब्लिक हुन्छ भन्ने कुरा थाहा थिएन होला। तपाईले त्यो बेला चाहिँ किन आवाज उठाउनु भएन? जस्तै तपाईले चाहिँ सेक्युरिटीलाई अथवा अन्य नेपालीलाई पनि भन्नुपर्ने तपाईको श्रीमानलाई पनि भन्नुपर्ने यो के हो यो खासमा चाहिँ? अब श्रीमानलाई भनेर भन्नु अब महिला मान्छेलाई मैले के गर्छु उल्टो त्यो रूप लगाउँछन् कि भन्ने भयो। अब त्यहाँका सेक्युरिटी अब हाम्रा नेपाली छैनन् सारा आसामका छन् आसामका सेक्युरिटी साह्रै गरे नि भन्नु अनि त्यही अब त्यहाँ गेट छिन्नै दिनु अनि मलाई बोल्नै दिनु। जस्तै उसको गलत त्यो महिलाको चाहिँ तपाईले गलत त केही गर्नु भएको थियो? गलत छैन भन्नुभयो। गलत के छ भन्नु गलत केही चोरिया छैन त्यही घरमा। यदि तपाईँ पुलिस स्टेसनमा गएर चाहिँ यही तपाईले चाहिँ बयान दिन सक्नुहुन्छ? सक्छु भन्नुभयो अनि मेरो गल्ती छैन केही त्यही घरमा केही चोरिया छैन केही गरेको छैन। अनि उसको घरमा पनि सीसीटीभी फुटेज छ भन्ने कुरा छ? यो भन्नुभयो सीसी क्यामेरा छ। सीसी क्यामेरा छ। म त्यति बेला त के चोरिया छ तेरो पर्समा लगाएको छ कि अनि देखा मगाउन डाइरेक्ट तेरो सीसी क्यामेरा चेक गर्नु भन्ने बेला म केही चेक गर्दैन भन्ने बेला त घन्ना समाति। जस्तै ऊ सोही महिलाले चाहिँ तपाईलाई मारपिट गरिसकेपछि तपाईको चाहिँ 2 महिनाको गर्भपतन भयो भन्ने कुरा चाहिँ आएको थियो। यो चाहिँ के हो खासमा? त्यसले पिट्ने बित्तिकै अब बच्चा खस्यो भन्नु अब। कति महिनाको? 2 महिना। 2 महिनाको। अनि तपाईले हस्पिटलमा उपचार गर्नु भयो कि भएन? के गर्नु भयो? अब ठुला हस्पिटल गएन अब मेडिकलमा गएर सानो दवाई लिएर अब खुन दवाई ल्याउनु भयो। त्यो बच्चा गिरिसकेपछि तपाईले फेरि क्लियर रूपमा चाहिँ औषधि उपचार गर्नु भएन? भएन भन्नुभयो। बच्चा गिर्यो अनि बगेको भयो खुन पुरा बगेर मेरो उही भएन दिमागले कामै गरेन।
अझ पनि दिमागले कामै गर्दैन कप्पाला बाल जति एक एक राख्नु पिठे चप्पले लात्तै घुम्यो अनि आज चाहिँ अब तपाईँको भिडियो चाहिँ जुन सोही महिलाले चाहिँ कुटपिट गरेको भिडियो चाहिँ तीव्र रूपमा चाहिँ भाइरल भइरहेको छ हैन। अब यो विषयमा चाहिँ जुन तपाईँलाई मारपिट गरेको छ सबै प्रुफहरू छ, यसको बारेमा फेरि उसले कुनै लालच देखाएर तपाईँलाई चाहिँ म यति पैसा दिन्छु यो पुलिस कम्प्लेन गर्नु पर्दैन भन्ने कुराहरू गर्नु भएछ भने तपाईँ के गर्नुहुन्छ त? त्यस्तो मान्दैन भन्नु त्यसको सपोर्ट गर्दैन म त्यसको सपोर्ट गर्नेमा त उसले भइसक्छ। अब सबै हाम्रा नेपालीहरू एउटै भएपछि अब एकजुट भएपछि अगाडि बढिने हो भन्नु। जस्तै अब भारतको बेङ्गलोरमा चाहिँ थुप्रै महिलाहरू चाहिँ काम गर्नुहुन्छ, आज तपाईँलाई भयो हो, यो विषयमा भोलि अन्य व्यक्तिहरूलाई पनि हुनसक्छ। सायद सुन्नमा आएको थियो कि त्यो सोही महिला सिङ्गल बस्नुहुन्थ्यो अरे, अनि त्यहाँभित्र अन्य व्यक्तिहरू जो काम गर्न जान्छन् नेपालीहरू उहाँलाई पनि थुप्रै व्यक्तिहरूले चाहिँ कुट्नु भएको भन्ने कुरा चाहिँ आएको थियो। मलाई थाहा थिएन दाइ, आजकल भन्छन् अब पहिला काम गराउँछ लास्ट पैसा ल्या भन्ने बेला कुट्दै खेदाउँछ धेरै भन्यो। आजकल अब पहिला त थाहा भएन त मलाई काम लाग्यो के थाहा भयो। भनेपछि कानुनी प्रक्रियाद्वारा तपाईँ अगाडि बढ्नुहुन्छ, नेपाली थुप्रै समाजहरूले चाहिँ सहयोग गरेपछि तपाईँ यो कानुनी प्रक्रियाद्वारा अगाडि बढ्नुहुन्छ भन्ने तपाईँको सोच छ हो? अब के भन्न चाहनुहुन्छ अन्तिममा जति पनि नेपालीहरू चाहिँ काम गरिरहेका छन् उनीहरूलाई के भन्नुहुन्छ यो भिडियो मार्फत? सबै नेपालीहरू अब काम गर्न आउनु भएको छ होइन, नेपालबाट यति टाढा आउनु भएको छ, मेरो लागि धेरै सपोर्ट गरिदिनु होला, म त्यति भन्न चाहन्छु।